हलमा दर्शकलाई रुवाएरै छोडियो भनेको फिल्म परानमा आखिर त्यस्तो के छ? के यो साँच्चै एउटा बाबुको मार्मिक कथा मात्र हो वा यसभित्र कुनै गहिरो मनोवैज्ञानिक रहस्य लुकेको छ? सामाजिक सञ्जालदेखि दर्शकको मुखैमा झुन्डिएको चर्चाले परानलाई यो वर्षकै सबैभन्दा महत्त्वपूर्ण फिल्ममध्ये एक बनाएको छ। तर के यो चर्चा गरे जस्तै साँच्चै हेर्न लायक छ त? आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ र परानको कथाभित्र लुकेका भावनात्मक र मनोवैज्ञानिक पात्रहरूलाई एक एक गरी केलाउनेछौँ। कथावस्तुको कुरा गर्नु पर्दाखेरि परानको कथा वरिष्ठ कलाकारको निर शाहले निभाउनु भएको एक पिताको वरिपरि घुम्छ जो गाउँको आफ्नो पुर्खौली घरमा एक्लै बस्छन्। उनका 3 छोराहरू छन्, एक अस्ट्रेलियामा, एक काठमाडौँमा र कान्छो उनीसँगै गाउँमा बस्छन्। उनको एउटै चाहना छ, जीवनको यो उतार्दमा आफ्नो सन्तानको साथमा माया अनि नाता नातिने खिलाउन पाउन् भन्ने उनको चाहना देखिएको छ। फिल्मको नारा परिवार सासले होइन साथले चल्छले नै कथाको गहिराईको कुरा गर्छ। सरसर्ती हेर्दा यो त हरेक नेपालीको घरको कथा जस्तो लाग्छ। विदेशी नै रहर, सहर पस्ने होड र गाउँमा एक्लिँदै गएको बाआमाको पीडा यसमा देखाइएको छ। तर कथाले त्यति बेला जटिल मोड लिन्छ जब उनले सबैभन्दा विश्वास गरेको आफ्नै कान्छो छोराबाट धोका पाउँछन् र बुहारीको विदेश जाने मोहले परिवारमा ठुलो दरार ल्याएको देख्न सकिन्छ। बाहिरबाट हेर्दा यो सामान्य पारिवारिक झगडा देखिए पनि यसको एउटा पछाडि यस्तो रहस्य लुकेको छ जसले हामीलाई बाबुको चरित्र र उनको व्यवहारलाई बिल्कुलै फरक नजरले हेर्न बाध्य बनाउँछ। फिल्म बिस्तारै एउटा सामान्य सामाजिक ड्रामाबाट माथि उठेर मनोवैज्ञानिक थ्रिलर बन्न पुग्छ जसले तपाईँले अन्त्यसम्म सिटमा बाँधेर राख्न सफल भएको छ परान चलचित्रले। अनि मनमा एउटा प्रश्न उब्जिन्छ, के हामीले देखेको सत्य नै अन्तिम सत्य हो वा सत्यको पर्दा पछाडि अर्को कुनै कथा चलिरहेको छ? यो चलचित्रको सबल पक्षहरूको कुरा गर्नु पर्दाखेरि परानको सफलतामा यसको अभिनय, निर्देशन, कथा र संवादको एउटा गजबको सन्तुलनको नतिजा पनि तपाईँले देख्न सक्नुहुनेछ। आउनुहोस् हामी यो सम्बन्धी पनि तपाईँहरूसँग कुरा गरौँ। उत्कृष्ट अभिनय, खास गरी निर शाहको अभिनय। उहाँले बाबुको भूमिका यस्तो बनाए कि हेर्दा अभिनय जस्तो लाग्दैन, वास्तविक जीवन जस्तै लाग्छ। छोरामा गर्व गर्न उनीहरू टाढा हुँदा एक्लो हुने, नाता नातिनासँग रमाउन चाहने र कहिलेकाहीँ जिद्दी बन्ने बाबुको हरेक भावना निर शाहले स्पष्ट र प्राकृतिक रूपमा देखाउनु भएको छ। उहाँका भावुक दृश्य र संवादले दर्शकको मन छुन्छन् र धेरैजसो ठाउँमा आँसु पनि झार्न पुग्छन् दर्शकहरू। अभिनेता शाहका अनुसार यो भूमिका उहाँको 60 वर्षको अभिनय जीवनमा एक महत्त्वपूर्ण परीक्षा जस्तै थियो। कथामा भएको मनोवैज्ञानिक गहिराईले उनलाई आकर्षित गरेकाले उहाँले यो भूमिका लिनुभएको हो। धर्मनाथको पीडा, खुसी, रिस, व्यवस्था उहाँले यति प्रभावकारी रूपमा देखाउनु भएको छ कि दर्शकले उनलाई साधारण पात्र होइन आफ्नै घरका सदस्य जस्तै मान्न थाल्छन्। त्यस्तै मदन कृष्ण श्रेष्ठले धर्मनाथको साथीको भूमिकामा छोटो उहाँले देख्न सकिन्छ, तर निकै प्रभावशाली अभिनय हामीले त्यसमा देख्न सकिन्छ। सन्तानको साथ गुमाएर एक्लै बसेको अर्का पिताको रूपमा उहाँको उपस्थितिले कथालाई अझ भावनात्मक बनाउन सफल भएको छ। कान्छो छोरोको भूमिकामा महेश त्रिपाठी र बुहारीको भूमिकामा अन्जना बराइलीको अभिनय पनि दमदार रहेको छ जसले कथाको द्वन्द्वलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। अनि बुद्धि तामाङले बोल्न नसक्ने सहयोगी पात्रको भूमिकामा बिना कुनै संवाद केवल आफ्नो हावभाव र मौनताबाट दर्शकलाई मन जित्न सफल भएको छ र बुद्धि तामाङको काम पनि यो फिल्ममा एकदम प्रशंसायोग्य नै रहेको छ। निर्देशक दीपक आचार्य काकुले आफ्नो पहिलो फिल्ममै परिपक्व काम देखाएका छन्। उनले कथालाई सामान्य पारिवारिक ड्रामामा मात्र सीमित गरेनन्। सुरुमा बाबु छोराको सम्बन्ध र विदेश जाने पीडा देखाइन्छ, तर पात्रहरू खुल्दै जाँदा कथा बिस्तारै मनोवैज्ञानिक थ्रिलरमा बदलिन्छ। यो परिवर्तन यति सहज छ कि कथा कहिल्यै पारिवारिक कथाबाट रहस्यतर्फ मोडियो भन्ने दर्शकलाई थाहा नै पाउँदैन। निर्देशक आचार्यले संवादमा राम्रो मेहनत गरेका छन्। फिल्मका संवाद भावनाले भरिएका छन्, छोटा, असरदार र मन छुने खालका छन्। धेरै ठाउँमा उनले बोल्ने शब्दभन्दा मौनता र दृश्य मार्फत भावना देखाएका छन् र यही कुरा उनको निर्देशकको मुख्य बल हो। जस्तै निर शाह र बोल्न नसक्ने सहयोगका दृश्यमा कुनै संवाद छैन, तर उनीहरूको सम्बन्ध स्पष्ट महसुस हुन्छ र यो कुरो सबैले मन पराइरहेको छ काममा। आचार्य भन्छन्, कोरोनाको कहरमा आफै बिरामी हुँदा उनलाई यो कथाको आइडिया आएको हो, त्यसैले उनी कथासँग धेरै जोडिएका छन् र इमानदारी साथ पर्दामा उतारेको देखिन्छ। फिल्ममा उठाएको मुख्य प्रश्न, हामी बा आमालाई सुखी बनाउन खोज्दा कहीँ उनीहरूको वास्तविक खुसी रहेका त छैनौँ?
आजको समाजको तितो यथार्थ हो। यसले हरेक युवालाई एकपटक सोच्न बाध्य बनाउँछ। र यो फिल्ममा चाहिँ परानमा साइकोलोजिकल तरिकाले पनि एकदम राम्रो काम गरिएको छ। परानमा खास बन्नुको कारण चाहिँ यसको मनोवैज्ञानिक गहिराई पनि हो। यो केवल सन्तानले माया नदिँदा दुखी बनेका बाबुको कथा होइन, कथा अझ धेरै गहिरो छ। फिल्मका मुख्य रहस्य बाबुको चरित्र र उनको मानसिक अवस्थामै लुकेको छ। सुरुमा हामी उनलाई एउटा आदर्श पिताको रूपमा देख्छौँ जो आफ्नो गाउँ, माटो र परिवारलाई असाध्यै माया गर्छन्। तर कथा अगाडि बढ्दै जाँदा उनको चरित्रमा अनौठो विरोधाभास देख्न थाल्छ। उनी छोराहरूलाई आफूसँगै राख्न चाहन्छन्, तर उनका व्यवहार कहिलेकाहीँ अस्वाभाविक देखिन्छ। के यो केवल बुढेसकालको एक्लोपनले ल्याएको निराशा हो वा यसको पछाडि कुनै दबिएको मानसिक चोट छ? फिल्मले निकै चलाखीपूर्वक कामहरू गरेको देखिन्छ यसमाथि, जसले उनको विगत र मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँछ। उनको जिद्दीपन, कहिले देखिने अस्वाभाविक रिस र आफ्ना छोराहरूलाई नियन्त्रण राख्ने तीव्र इच्छाले उनीभित्र गहिरो असुरक्षा र डर रहेको देखाउँछ। त्यसैगरी यो डर केवल एक्लो हुन डर मात्र होइन, यो आफ्नो नियन्त्रण गुमाउने डर पनि हो। के त्यो माया हो वा सन्तानलाई आफ्नो काबुमा राख्ने एउटा हतियार? फिल्मले दर्शकलाई सोच्न बाध्य बनाउँछ। कतै उनले आफ्नो दुःख र पीडालाई हतियार बनाएर छोराहरूलाई भावनात्मक रूपमा ब्ल्याकमेल त गरिरहेका छैन? कि उनको माया वास्तवमा आफ्नो नियन्त्रण कायम राख्ने एउटा माध्यम मात्र हो? फिल्मले यी प्रश्नहरूको सिधा जवाब दिँदैन, बरु दर्शकलाई आफ्नो निष्कर्ष निकाल्न छोडिदिन्छ। यही रहस्यले नै परानलाई एक अविस्मरणीय फिल्म बनाएको छ। यसले देखाउँछ कि पारिवारिक सम्बन्धहरू सधैँ सिधा र सरल हुँदैनन्। मायाको नाममा पनि कहिलेकाहीँ हामीले थाहै नपाई एकअर्कालाई हानि पुर्याइरहेका हुन्छौँ। परानले प्रेम, त्याग, समर्पणको कथा मात्र भन्दैन, त्यो प्रेमभित्र लुकेको अँध्यारो पक्ष र मानवीय मनोविज्ञानको जटिलतालाई पनि खोतल्छ। यसरी फिल्मको सबैभन्दा ठुलो शक्ति यसको कथा र पात्रहरू हुँदाहुँदै पनि यो फिल्ममा केही कमजोरीहरू भने अवश्य पनि रहेको छ। न त कुनै पनि फिल्म पर्फेक्ट त हुँदैनन्, तर परानमा केही ठाउँमा सुधार गरिएको भए अझ राम्रो बन्न सक्थ्यो। विशेष गरी फिल्मको मध्य भागतिर केही दृश्यले अलिकति छुट्याइएको भए यो फिल्म अझ सशक्त बन्न सक्थ्यो। अस्ट्रेलियामा रहेको जेठो छोराको पात्र केवल भिडियो कलमा मात्र सीमित देखिन्छ। उसको कथालाई अलिकति थप विकास गर्न सकिएको भए तीन दाजुभाइ बीचको सम्बन्ध र विदेशमा बस्नेहरूको मनोविज्ञानलाई अझ गहिरोसँग देखाउन सकिन्थ्यो। अहिलेको कथामा उसको पात्र अलिकति कमजोर रहेको छ। यस्तै केही सहपात्रहरूको कथाले पूर्णता पाएको छैन। उनीहरू कथालाई अगाडि बढाउन त आइपुग्छन्, तर उनीहरूको व्यक्तिगत यात्रा अधुरो लाग्छ। तर यी सासाना कुराले फिल्मको मुख्य कथालाई खासै असर गर्दैन र दर्शकले यस्ता कमी कमजोरीलाई सजिलैसँग नजरअन्दाज गर्न सक्छन्। पक्कै पनि तपाईँले नेपाली चलचित्र परान त हेरिसक्नु भएको छ भने तपाईँलाई कस्तो लाग्यो? के तपाईँलाई पनि फिल्ममा कुनै मनोवैज्ञानिक रहस्य लुके जस्तो लाग्यो, वा तपाईँ यसलाई एउटा बाबुको मार्मिक कथाको रूपमा मात्र हेर्नुहुन्छ? आफ्नो विचार तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। तपाईँको हरेक कमेन्टले हामीलाई यस्तै गहिरो विश्लेषण गर्न हौसला दिन्छ। र यदि तपाईँलाई नेपाली फिल्मको यस्तै इमानदार समीक्षा मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। र अन्त्यमा कुराकानी गर्नुपर्दाखेरि परान चलचित्र केवल मनोरञ्जनको लागि मात्र होइन, यो सामाजिक र मनोवैज्ञानिक दृष्टिले बलियो फिल्म हो। यसले नेपाली समाजको वास्तविकता, पारिवारिक मूल्यको कमजोरी र विदेश पलायनले ल्याएको भावनात्मक खालीपन देखाउँछ। फिल्म हेरेर दर्शक केवल रुन मात्र होइन, आफ्ना आमा बुवा, परिवारप्रतिको जिम्मेवारी गम्भीर रूपमा सोच्न बाध्य हुन्छन्। यो फिल्म विशेष गरी युवा वर्ग र विदेशमा बस्ने नेपालीहरूले एकपटक हेर्नै पर्छ। यसले हामीलाई झस्काउँछ, कतै भौतिक सुख सुविधाका लागि हामीले आफ्ना परान अर्थात् प्रियजनको साथ र खुसीलाई नै दाउमाता लगाइरहेका छैनौँ। यो फिल्मलाई रेटिङ दिनुपर्दा म भने चाहिँ 5 मा 4.5 दिन्छु। आधा चाहिँ पटकथाको गति र केही पात्रहरूको सीमित विकासका लागि मात्र घटाएको छु। तर समग्रमा परान एउटा मस्ट वाच फिल्म हो, जसले तपाईँको मन र मस्तिष्क दुवैमा लामो समयसम्म गहिरो छाप छोड्नेछ।